रमाइलो भयो तपाईलाई के कस्तो भइरहेछ रमाइलो रमाइलो यो नि त पापड यहाँ फेरि छुट्टै छ फेरि यहाँ दुईजना सो हेलो एन्ड नमस्ते होप यु गाइज आर फाइन है म पनि सन्जय छु अनि सो आज चाहिँ अब हाम्रो स्पेसल डे रहेको छ है सो स्पेसल डेमा चाहिँ स्पेसल म्यान हाम्रो बोय यहाँ रेडी हुँदैछ वी गन टेम्पल है अहिले हामी चाहिँ अब मन्दिरतिर जानको लागि रेडी हुँदैछौँ सो आज चाहिँ स्पेसल डेमा के रहेको छ भने बर्थडे रहेको छ भाइको है सो मेरो यङ्गर ब्रो है ल बर्थडे सेलिब्रेटको लागि हामी जाँदैछौँ रेडी हुँदैछु म पनि भर्खर सावर गरेर निस्केँ है सबैजना सावर गरेर रेडी भइसक्यो म चाहिँ अलिकति लेट भएँ सो अब हाम्रो एउटा पुन्टे छोरो बाँकी छ तपाईँ गरिस् होइन काक्का लगाएर अब यता रेडी हुँदैछ हाम्रो नानी पनि चमक चमक कति गोरो देखेको आज आमामा अब कतिजनाबाट उइस आउने हो आज हाम्रो मम्मी भर्खर आज डेलिभरी हुनुभएको छ अब त्यही हो अब म पनि रेडी हुन्छु सो है त अब फेरि अगाडि भेटौँला हामी है त म रेडी भएर एकैचोटि है त अगाडि जान्छ हामी मन्दिर निस्किनु लागेको अहिले सबैजना यो होइन नदीवालै गनाएको परेको कुहिएको परेछ क्या यो त पुरै कुहिएको छ गनाएर तपाईँहरूलाई पनि थाहा हुँदैन है सो ल दिदी धेरै धेरै धन्यवाद है धेरै धेरै धन्यवाद अब हजुर हजुर हो नि अब त्यो प्रसाद पनि त्यही खाइन्छ नि त अब त्यो त दिने कुरा नि भएन होइन त्यो त तपाईँहरूलाई पनि थाहा हुँदैन नि त त्यसको लागि धेरै धेरै धन्यवाद है दिदी ल सो अलराइट गाइज हामी चाहिँ अहिले अब मन्दिरमा प्रवेश गरिसकेका छौँ मन्दिर प्रवेश गरेर है अब लगभग करिब हामी भित्र पूजाआजा गरेर अब बाहिर निस्किने पनि बेला भइसकेको छ सो चाँडो ढिला नगरौँ है सबै कुरा अब धेरै कुराहरू अगाडि गर्नु बाँकी नै छ त्यही भएर चाँडो नै गरिरहेको छु मैले कतिपय भिडियो सुटहरू गर्नु पनि पाइरहेको छैन त्यसको लागि सरी है सो जे जति हुन्छ तपाईँहरूलाई मैले प्रस्तुत गरि नै हाल्छु त्यही हो देख्न सक्नुहुन्छ अब अगाडि है तपाईँ हेरेर साथ दिनु होला हाम्रो आज छोराको बर्थडे जन्मदिन हामी सबै पास्नीको बेलाको हेरिदिनु भयो अब यो बर्थडेको पनि हेरिदिनु होला अब यो नातिको पास्नीको हेरिदिनु भयो अब बर्थडेको पनि हेरिदिनु होला अवश्य पनि गाइस त्यो भन्दै अहिलेलाई चाहिँ हामी छुट्टिन्छौँ है अब अगाडि फेरि भेटौँला है त ओके बाई ल होइन अब निस्किँदैछौँ अगाडि पनि हुन्छ बर्थडे बोय है अब हाम्रो सबैजनाको साधन बाइकहरू चाहिँ अगाडि छ त्यो त अगाडि छ सबैजना एकै चिन्न जानुपर्छ ल बाई बाई चाबी सगुनसँग छ बाइकको चाबी खोइ स्कुटी किलोको 50 कस्तो छ गुलियो छ हजुर सो अलराइट गाइज यु क्यान सी है हामी घर आइसकेको छौँ होइन सो देख्न सक्नुहुन्छ हामी घर आइसकेको छौँ फाइनल्ली अब रिच इन होम है
You can see guys है यो देख्न सक्नुहुन्छ यी सबै बबाल अब यहाँ पटिङ सटिङदेखि लिएर होइन पकिङ पाकिङ कुकिङ फुकिङ सबै हुँदैछ यहाँ है गोलु छोरो पापड भनेको यो त गाई पापड ओरिजिनल पापड है गाई ओरिजिनल पापड हो ओरिजिनल पापड हो यो सुकाउँदै छु ओरिजिनल पापड है गाई खेती सिमगाला पापड छ है पकाउँदै हुनुहुन्छ है चुलोमा चुलोको फेरि स्वाद पापड हुन्छ यो 25-30 जना हुन्छ दादा हुन्छ 25-30 जना हुनु पर्छ जुनहरु आउँछ अनि उनीहरुलाई आउँछ जुनो मान्छेहरु आउँछ म चाहिँ अहिले अब यहाँ तपाईँको हेटौँडाको एउटा एसआइडी भन्ने ठाउँ एउटा गभर्मेन्ट जाने ठाउँ अगाडि आएको छु होइन सो यहाँ चाहिँ एकदम नै बबाल राम्रो काटिदिन्छ क्या एउटा भाइ छ कि होइन चुरियामा हेयर ड्रेसर सैलुन भनेर यहाँ देख्नुभयो नि है मास्टर चोर छ होइन सो देख्न सक्नुहुन्छ हाम्रो ठाकुर भाइ मेरो भाइ त जहिले आएर पनि यहीँ हो काट्ने होइन काटेर जानु न काटेर जानु नचिन्नु राख्नु होला नि फेरि को आएछ घरमा नयाँ नयाँ केटीहरू बुढीको बहिनीहरू त चिना थिए आफ्नो आफन्त चिनाएको थिए को आएछ नयाँ नयाँ मान्छेहरू होइन होइन सानो मान्छे सो गाइस ल अब एकैचोटि काटिसकेपछि म तपाईँहरूसँग फेरि भेट्छु है त हाम्रो ठाकुर भाइकोमा फेरि पनि गाउँ हेयर कट गर्न आएको छु म चाहिँ गाइस है तपाईँहरू देख्न सक्नुहुन्छ सो अब हेर्दै गर्नु होला फुल भिडियो हेरेर साथ दिनु होला है त्यही भन्दै होइन उनी त हाम्रो सानो पुजेको पनि काट्दैछ हेर्नु त्यहाँ सानो पुजेको पनि मस्त काट्दैछ खबर आनन्दले भइरहेको ल सानोमा आनन्दले बसिसक्यो कोही कोही त ठुलो हुँदा नि रुन्छ यार उहाँमा ठाकुरलाई कम झ्याउ लाग्छ है रोक्को आउने सुरुवात सो गाइस देख्न हुनेछ है फेरि पनि सो अब यो मेरो चाहिँ रेडी भइसकेको हो हेयरकट है अब हाम्रो हेयरकटको मेन बोस चाहिँ यहाँ हुनुहुन्छ देख्न सक्नुहुन्छ है आइपऱ्यो अनि अब भन्नुपर्दाखेरिमा हेटौँडामा अब पुरानो टाइपको एउटा हाम्रो यो
सलुन होइन पुरानो टाइपको भए तापनि सानो भए तापनि होइन उसको कटिङ चाहिँ एकदम नै बेस्ट छ होइन ऊ चाहिँ नेक्स्ट लेभलको मान्छे हो होइन सो अब केही समयपछि यहीबाट पनि माथि गएको हेर्न चाहन्छु होइन त्यो यहाँ आउँदाखेरि चाहिँ अब जो यहाँ ठाकुर भाइको हातबाट कपाल काटेरै जाने गरिरहेको छु मैले पनि अहिले होइन सो त्यो भइहाल्यो होइन सो अब नेक्स्ट टाइम फेरि पनि कहिले अब जुट्छ होइन त्यो टाइमसम्मलाई अब हाम्रो ठाकुर भाइलाई बाबाई पनि भन्न चाहन्छु होइन के भन्दैछ बाई बाई ल के भन्न चाहनुहुन्छ भने ठिकै छ होइन भने बाबाई है त ल के आफ्नो कस्टमरहरूलाई के भन्नु छ भने भन आफ्नो कस्टमरहरूलाई थ्याङ्क यू आइदिनुहुन्छ होइन आइदिनुहुन्छ यस्तै त्यही हो सबैले मन पराइदिनुहुन्छ होइन ठाकुरको एकदम तारिफ सुन्छु म जोस् यहाँ होइन जोस् एकदम खुसी लाग्छ आफूले गरेको कामको सफलता र होइन चर्चा पाउँदाखेरि खुसी लाग्छ नि होइन त्यही हो जोस् मैले पनि जोस् हाम्रो ठाकुर भाइको चाहिँ हातले काटेको कपाल चाहिँ एकदम राम्रो छ भनेर सुनिरहेको छु मैले पनि पछिल्लो तपाईँको जोस् यहाँ मैले 3-4 चोटि आएर काटिसकेँ भाइहरू चाहिँ सबैजना भाइहरू चाहिँ हाम्रो ठाकुर भाइको फ्यान नै हो होइन म त्यही भन्न चाहन्छु त्यही हो अब अहिलेलाई यति नै होइन बाँकी कुरा पछि गरौँला अगाडि भेटौँला है त मार हान्नु पर्यो के गर्ने हातमा राख्ने हो सो गाइस अब हामी एकदम करिब भोट काट्ने समयमा पुगिसकेका छौँ एकदम आइसकेका छौँ है सो देख्न सक्नुहुन्छ त्यही हो बर्थडे बोय यहाँ अगाडि छ अब खोइ अब यसमा चक्कु छुरी के सबै यतै रहेछ ढिला नगरी एकदम लेट पनि भइ नै सकेको छ जस्तो लाग्छ जहाँसम्म लाग्छ सबैजना आइसक्नु भएको छ जति साथीभाइहरू होइन आफ्नोलाई इन्भाइट गरेको थियौँ सो आइसक्नु भएको छ मम्मी यहाँ हुनुहुन्छ देख्न सक्नुहुन्छ अङ्कल यतातिर हुनुहुन्छ सो हाम्रो नानी फुपू अनि भाइहरू सबैजना यहीँ उपस्थित भइसकेको छ हाम्रो सन्जय भाइ उता अगाडि हुनुहुन्छ बाबु जाउँ न त भित्र सो गाइस अब चाहिँ लगभग अब सुरु भइसकेको छ है सो देख्न सक्नुहुन्छ सो अब सुरु गरौँ भयो होइन बर्थडे जन्मदिन याद गर ल हुन्छ सन्दीप कहाँ आइपुग्यो सबैजना भइसक्यो कुन गीत बज्यो हौ ल फेरि यहाँ हाम्रो चाहिँ के भइदियो भने साथी एकजना चाहिँ छुट्नु भएको रहेछ होइन हाम्रो बुहारीको साथी एकजना वेट गरिरहनु भएको रहेछ उहाँको लागि चाहिँ सायद यही ग्रुपमा हो कि है यही ग्रुपमा होला जहाँसम्म लाग्छ यही ग्रुपमा हुनुपर्छ को अञ्जली भनेर चाहिँ को रहेछ ल अञ्जली भनेको को ल आइपुग्नु पर्यो है चाँडै है ल उहाँ नै हुनुहुँदो रहेछ उहाँको लागि वेट गरेर बसिरहेको छु होइन सो आइपुग्नु भयो अब केक चाहिँ स्योरै काटिन्छ जहाँसम्म लाग्छ ल है साथीहरू पनि आइपुग्नु भएछ है ल है अब चाहिँ अब वेटिङको टाइम सकिसक्यो जहाँसम्म लाग्छ है ल वेटको टाइम चाहिँ अब चाहिँ जहाँसम्म लाग्छ क्रस भइसक्यो जस्तो लाग्यो है सो गाइस तपाईँहरू देख्न सक्नुहुन्छ अब
हामी पक्कै पनि अब केक काट्ने केक काट्ने हामी एकदमै तत्परमा रेडी भइसकेका छौँ। Happy birthday to you. So guys, many happiness of the day. Happy birthday to you. यहाँ पनि छ उडा 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 So guys, देख्न सक्नुहुन्छ है अब सोचेको भन्दा नेक्स्ट केक नाइस केक मेरो मोबाइलमा हिउँ पर्यो माथि 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 माथिबाट नाइस नाइस Happy birthday to you. Oh, nice one, nice one. To you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Nice, nice. To you. Happy birthday to you. So guys, देख्न सक्नुहुन्छ है सो अब आजको केक भइसकेको छ हैन त्यही हो सानो मेरो सानो आउला हैन केही पनि भएन तर पनि धेरै साथ सपोर्ट गरिदिनु भन्छ त्यसको लागि धेरै धेरै धन्यवाद सो विश गर्न चाहनुहुन्छ नि मेरो कमेन्ट बक्स खुल्लै छ हैन तपाईले ठक्क भएर खोज्न सक्नुहुन्छ हैन विश गर्न सक्नुहुन्छ रोशनको लागि है त्यही हो सो गाइस देख्न सक्नुहुन्छ बर्थडे गिफ्ट हैन नाइस मेमोरेबल यार है राखिदिनु बोकिदिनु 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 भाइहरूको राम्रो एकदम मेमोरेबल गिफ्ट जुन बेलामा हामी सानो सानो बेलामा हुँदाखेरि होइन हामीले चाहिँ एकदम नै होइन स्कुल टाइममा चाहिँ फेरि पनि त्यो एउटा ब्याक रिमेम्बर होइन स्पेशल ग्राहक है त यहाँ कसलाई यो सबै मेरो प्यारो प्यारो भाइहरू बस्न कहाँ उहाँ बस्नु त गीत पनि के बोल्यो यार कहाँ झमझम पऱ्यो पानी भन्दा म खाने बाबु खाँदै गर न म ब्लगमा मलाई देखाउन आउँदै हो पकाइ तँलाई देख मेरो बहिनी भाइरल बनाइदिनु भयो क्या मासु ओके ल मम्मी मासु मासु यता
होइन परेको मलाई आलु पर्छ भोलि आउँछ चाहियो होला थोरै थोरै हाल्नु न भयो हालि मानिस रात यता मासु र यता हड्डी मासु 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 नै हो ए अन्त चिसो चाहिँ हो तातो चाहिँ के हो तातो अरू छ के हो तातो लिएर दिउँ लिएर दिउँ बाबु खाने होला नि त तातो अलिकति होइन तातो तातोहरू तातो रे चिसो यत्रो भयो चिसो ल सबैले खायो भने त ल मेरो भ्लगमा स्वागत छ तपाईँहरूलाई पनि सबैजनालाई स्पेसल गेस्ट भनेर यहाँ चिन्नु भएको छ अघिदेखि अञ्जली 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 म त अञ्जली त अञ्जली होइन हाम्रो त्यो उसको मुभीको अञ्जली हो कि अञ्जली 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 मैले पनि बाँच्ने कसम गर्थ्यो अञ्जली तर मलाई छोडी गयो अञ्जली किन धोका दिएको मलाई तिमीले अञ्जली अञ्जली तिमी कहाँ छौ तुरुन्तै आऊ अञ्जली ए मलाई म के लिन आएको थिएँ मम्मी कान्छुलाई मासु रे अचार हाल्दे भाउजू अनि कति कति खाने रे ये हो नहीं सकता अंजलि मैं तुझे भूल जाऊं ये हो नहीं सकता ए मम्मी मम्मी मासुरी के कान्छ मलाई भनिदिनु न हो र भाइरल यो पो हो भाइरल पोइन्ट ए सागमरीको ए घाँटी निरे डाम राति राति काम आम्मा हामी भाडा त फेरि हामी भाडा त देखाउनु हुँदैन है सो अब एकदमै रमाइलो फिल भइरहेछ मेरो भाइ कस्तो लागिरहेछ सही हो है थ्याङ्क यू ल मेरो भाइले राम्रो कमेन्ट गरिदिनु होला थ्याङ्क यू 1 लाइक ल मेरो भाइले पनि केही भन्छ 2 शब्द आज धेरै रमाइलो भयो खुसी लाग्यो होइन यसरी नै सही हो जोसन दाइ अब राम्रो होस् होइन कुरा अब यसरी नै रमाइलो भइरहोस् एकदम राम्रो भइरहोस् भनेपछि हाम्रो एउटा सबैको चाहना होइन सबैको प्यारो दाइ हो अब मेरो पनि प्यारो दाइ हो सबैको माया रोशन दाइमाथि छ यति भन्न चाहन्छु थ्याङ्क यू ल तपाईँ के भन्न चाहनुहुन्छ आए हमको है दीवाना है तेरा होना चाहे सिटी बजाए नखरे दिखाए सिटी बजाए अनिसलाई छोड्दै नछोड्ने भयो तपाईँ त नाच्दै नाच्नुहुन्न कि अहिले नचाउने नाच्दैन त अहिले भिडियो देखाइदिउँ निकालौ थाहा छ त तिमीलाई हेरी गरेछ तिमीले अनि थाहा भयो क्या भन्दा क्या फेरि यति राम्रो मान्छे त कहाँ खोज्नु जाने होला मैले कति पछाडि लाग्नु
थ्याङ्क यू सो मच सगुन भाइलाई स्पेसली। सो त्यसै गरेर आजको यो स्पेसल डान्स थियो होइन, नाच्दै ननाच्ने मान्छे कप्पल डान्स नाच्दै ननाच्ने मेरो दाजु, नाच्दै ननाच्ने ननाच्ने मान्छे ऊ पनि पर्छ। सो त्यही हो ओभरै भनेको भन्दा पनि बब्बाले रमाइलो भयो। तपाईँलाई के कस्तो भइरहेछ? रमाइलो यहाँ हाम्रो बारटेन्डरमा हाम्रो बुहारी नानी छ है, देख्न सक्नुहुन्छ ककटेल खायो खोइ अरूको भाग खोइ त नाच्यो भाइ नाच्यो, बुहारी नाच्यो। लाड हाल्ने हाल्दा लड्यो हाल्छौ न। अम्मा गिटार त खतरा बजायो। सो गाइज यहाँहरूको माया साथ सपोर्टले गर्दा आज यसम्म यहाँ छु है। सो तपाईँहरूले आफ्नो अमूल्य समय निकालेर यहाँसम्म भिडियोलाई हेरिदिनु भयो, साथ सपोर्ट दिनुभयो। र को कति नयाँ हुनुहुन्छ है, यदि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरेर चाहिँ छोडेर जानु होला है, एउटा लाइक कमेन्ट पनि गरिदिनु होला। साथसाथै आजलाई यति भन्दै बाई, टेक केयर, सी यू इन नेक्स्ट ब्लग, बाई।